Hello everyone, welcome back to our YouTube channel. This is Vinod and you are watching Vinod Reaction YouTube channel. So guys, फेरि पनि म अर्को भिडियो लिएर आएको छु। आज चाहिँ हल्का इमोसनल टाइपको भिडियो लिएर आएको छु हैन, जहाँ चाहिँ हाम्रो डोना थापाको भन्दा पनि हिजो तपाईले हेर्नुभयो होला हैन, हाम्रो अहिले एनएसएल लिग चलिरहेको छ हैन। त्यो एनएसएल लिगमा चाहिँ हिजो चाहिँ झापा भ्यास धनगढीको म्याच थियो हैन, जहाँ एनएसएल नेपाल सुपर लिग 2025 म्याच नम्बर 18 टेबलको दोस्रो स्थानमा रहेको धनगढी एफसी भिड्दैछ टेबलको 6औं स्थानमा रहेको झापा एफसी सँग। यी दुवै टिमहरु obviously the audience are excited and so are we. I think more excited will be the झापाले 1-0 को हार बिहोरेको छैन, जहाँ चाहिँ धनगढीको 1 झापाको 0 भएको थियो हैन। सो खेल चाहिँ एकदमै प्रतिस्पर्धात्मक रूपमै गएको थियो, तर पनि झापाले चाहिँ हार्न गयो। 1-0 ले चाहिँ धनगढीले जित्न गयो हैन। उनीबाट बारबोसा बिट गर्दै आफ्नो डिफेन्डरलाई, बारबोसाको यो क्रस हिजाजी Title goal, Red Bull goal is Kelko Hijazi Feriek Patak. The Masiha from Lebanon, the all-time highest scorer, and the Dreamers go dreaming once again. Ahmad Hijazi खाता खोल्दै यो खेलमा। हार जित त समय हुन्छ, त्यो सबै नर्मलै कुरा हैन, खेलमा हार र जित दुवै हुन्छ। तर त्यहाँ कस्तो भयो भन्दाखेरि अब अहिले एकदमै चर्चामा आएको भनेको हाम्रो एरोन थापा हैन, जुन डोना थापाको भाइ एरोन थापा। उसलाई चाहिँ उसको फ्यानहरुले हैन अलिकति चाँडै नै खेलाइदिए हुन्थ्यो, अथवा हाफबाटै खेलाइदिए हुन्थ्यो, अथवा फुल टाइम नै खेलाइदिए हुन्थ्यो। अब दर्शकहरुले हैन त्यो फ्यानहरुले भन्ने कुरा छुट्टै छैन। हुन त कोचले आफ्नो निर्णय लिने हैन, कोचलाई कुन समयमा कति समय खेलाउने भनेर त कोचको निर्णय हुन्छ। त्यही पनि दर्शकहरुको माग के थियो भन्दाखेरि एरोन थापालाई चाहिँ फुल टाइम खेलाइदिए हुन्थ्यो, अथवा हाफ टाइम छिटै खेलाइदिए हुन्थ्यो भन्ने थियो। तर हिजो चाहिँ कस्तो भयो भन्दा उसलाई चाहिँ जम्मा 3-4 मिनेट हुँदाखेरि मात्रै ग्राउन्डमा छिराएको थियो होला हैन, जहाँसम्म मलाई लाग्छ 2-3 मिनेट अथवा 3-4 मिनेट त्यस्तै थियो होला। एरोन थापा राम्रो खेल्छ भन्ने कुरा त सबैलाई थाहा भइसक्यो हैन, अब त्यो कुरा गरिराख्नु पर्दैन। Hero ball जित्न सफल। यो एरोनको शट फेरि अवसर छ यहाँ। पर्खेर आएको बलमा प्रवीण खुलाल बलसम्म पुग्दै गर्दा उत्कृष्ट बचाउ बिरुबाट यो एरोनको शटलाई उत्कृष्ट ढङ्गले बचाउ गरे। सबै दर्शकहरूलाई, फुटबल प्रेमीहरूलाई सबैलाई थाहा छ एरोन थापा कस्तो खेल्छ फुटबल भनेर। ऊ ग्राउन्डमा छिरेपछि कति इफेक्ट पर्छ हैन, कति चेन्जेस आउँछ गेममा भनेर त अब दर्शकहरूलाई सबैलाई थाहा भएकै कुरा हैन, त्यो मैले भनिराख्नु पर्दैन। तर पनि हिजोको गेममा चाहिँ एरोन थापालाई अलि छिटो खेलाइदिए हुन्थ्यो भन्ने चाहिँ हाम्रो अपेक्षा थियो हैन, चाहना थियो। तर त्यो हुन सकेन। त्यो नहुँदै पनि अरु खेलाडीहरु पनि राम्रै खेलेका थिए हैन। एरोन थापा मात्रै नखेलेर हारेको भन्ने पनि हैन। त्यो चाहिँ अब 11 जनै खेलाडीको एउटा सबैको आफ्नो हुन्छ हैन। खेलाइदिएको भए केही खेल अलिकति चेन्जेस हुन्थ्यो कि, अलि गेममा परिवर्तन आउँथ्यो कि, अट्याकिङहरु अलि बलियो हुन्थ्यो कि भन्ने इच्छा चाहिँ हाम्रो थियो हैन, सबैको थियो। अब त्यहाँ ग्राउन्डमा गएर हेर्ने दर्शकहरुको त कुरै नगरौ हैन। अब हामीले पनि मोबाइलबाट अथवा टिभीमा हामीले लाइभ हेरेको थियौँ हैन, जहाँ चाहिँ हामीले पनि हाम्रो पनि चाहना थियो कि उहाँलाई छिटो खेलाइदिए हुन्थ्यो, छिटो ग्राउन्डमा छिराइदिए हुन्थ्यो, खेल चेन्जेस आउँथ्यो, अट्याकिङहरु बढ्थ्यो कि भन्ने आश थियो। तर पनि त्यो नहुँदै पनि झापाले राम्रो खेलेको हैन। तर जेस धनगढीले झापा चाहिँ अन गोल खाएर 1-0 ले चाहिँ धनगढीले जित्यो, झापा हार्यो। हार जित भइहाल्छ, त्यसमा कुनै पनि उस भएन हैन। फेरि पनि गेम हुन्छ, फेरि पनि खेल्न पाइन्छ, त्यसमा हामीले डिस्कस गरिराख्नु पर्ने कुरा केही पनि रहेन। यही क्रममा चाहिँ डोना थापाले एउटा ब्लग आउट गर्नुभएको छ आज हैन। त्यहाँ चाहिँ एकदमै इमोसनल तरिकाले आउट भएको छ त्यो ब्लग हैन, जहाँ चाहिँ डोना थापाले आफ्नो भाइलाई सम्झाइराख्नु भएको छ हैन। डोना थापा पनि राष्ट्रिय खेलाडी हैन, उहाँको चाहना पनि भाइलाई
आफूभन्दा एकदम उत्कृष्ट खेलाडी होस्, आफू जस्तो बिचमै खेल छोड्नु नपरोस् भन्ने चाहना होला, उहाँको फ्यामिलीको पनि त्यही चाहना होला। त्यही कारणले पनि उहाँलाई सम्झाउनु भएको, आफ्नो भाइलाई सम्झाएको होला होइन, त्यो ठिक छ। तर त्यहाँ चाहिँ इमोसनल हुनुभएको छ। सो हामी पनि त्यो क्षणलाई हेरौँ, हामी पनि सँगै भयौँ होइन, उहाँलाई सपोर्ट गरौँ होइन भनेर चाहिँ मैले यो भिडियो लिएर आएको होइन। सो एकछिन चाहिँ हामीले त्यो भिडियो हेरौँ है त गाइज। सो गाइज हामीले चाहिँ त्यो भिडियो हेरौँ होइन, त्यसपछि फेरि त्यस्तै कुरामा हामी छलफल गरौँला होइन, हल्का डिस्क्राइब गरौँला है त। बाँकी हो अब जति सक्दो गरिरहेछस्, देखिरहेछौँ हामीले, अब भइरहेछ, सबैजना खुसी हुनुहुन्छ, प्राउड हुनुहुन्छ, तैँले जे गरिरहेछस् राम्रो गरिरहेछस् नि त होइन र। त्यही भएर अब आउने गेमहरूमा पनि बेस्ट विसेस होइन, अनि राम्रो गर्दै जा। अब हामी छौँ तेरो साथमा, कति शुभचिन्तक हुनुहुन्छ होइन, सबैजना हुनुहुन्छ, सबैले तेरो राम्रो चिताइरहनु भएको छ, सबैले तँलाई हेल्प गर्न खोजिरहनु भएको छ। अभियसली होइन, हामी पनि एरोन थापालाई एकदमै सपोर्ट गरेका छौँ होइन, एकदमै राम्रो खेलाडी लाग्छ कि जस उसको चाहिँ एट्याकिङहरू होइन, ऊ ग्राउन्डमा छिरेपछि छुट्टै इम्प्याक्ट पर्छ क्या, छुट्टै डिफ्रेन्ट हुन्छ कि, खेलै डिफ्रेन्ट हुन्छ कि होइन। अन्त अब आफ्नो मन परेको खेलाडीलाई आफूले उस गर्ने होइन, सपोर्ट गर्ने हो, अब यस्तो मन पर्यो उस्तो मन पर्यो भन्ने होइन। साथ दिन खोजिरहनु भएको छ भने तैँले उहाँहरूलाई पनि निराशा बनाउने होइन, अझै मेहनत गर्दै, अझै इमान्दार भएर, अझै मनबाट दुःख गरेर जसले गर्छ त्यसलाई त्यो कर्मको फल पनि अवश्य पाउने हो। त्यही भएर कहिलेकाहीँ सबैले हाई हाई गर्दाखेरि उड्न मन लाग्छ, आफ्नो खुट्टामा भुइँ छोडेर खुट्टा उचालेर कहाँ उड्न मन लाग्छ होइन, त्यो चाहिँ कहिले गर्नु हुँदैन। अब बिस्तारै आफू जे हो त्यही होइन, शान्त भएर सानो भएर सिक्ने क्रम कहिले पनि रोकिँदैन, सिक्दै जाने हो, दुःख गर्दै जाने हो। सफलता भन्ने कुराहरू बिस्तारै आइ नै हाल्छ होइन। त्यही भएर सफल हुँदा पनि आत्तिनु भएन, मात्तिनु भएन, असफल हुँदा पनि आत्तिनु भएन। यो त एरोन थापा त होइन भर्खर यङ छ होइन, स्टार्टिङ पोइन्ट हो यो त, अहिले स्टार्टिङ होइन। एरोन थापाको त अब थुप्रै अझै टाइम छ होइन खेल देखाउनु, तर उसले चाहिँ ऊ चाहिँ एउटा खेलाडी बन्न सक्छु भन्ने चाहिँ उसमा चाहिँ हिम्मत छ होइन, ऊ त्यो ब्याकग्राउन्डबाट आएको मान्छे पनि हो। सो उसलाई चाहिँ त्यस हामीले सपोर्ट गर्नुपर्छ होइन, हामीले सपोर्ट गरेर नै ऊ अगाडि बढ्छ होइन। अब उसले खेल देखाउने नदेखाउने त उसको काम होइन, उसले देखाइहाल्छ, अभियसली देखाइहाल्छ। सो उसलाई चाहिँ अब आउने दिनहरूमा चाहिँ उसलाई अब कोचले पनि त्यही अनुसार खेलाउनु होला होइन। अब खेल त सबैले जज गरिराख्नु भएको छैन, हामीले कोचलाई सिकाउने कुरा पनि आउँदैन। भएन मात्तिनु भएन भने जस्तै सबै कुराहरूको ब्यालेन्स हुनु पर्यो, बुझिस्। अब त्यही हो, अब म त अब अलि फुटबलबाट टाढा पनि भएर होला, अब मन त छ होइन र, खुट्टा पो मेरो अलिकति टाढा भयो अहिले, तर मन त छ नि त्यहीँनिर कतै कतै घुमिरहेछ। अनि त्यही हो, अब यो ठाउँसम्म कसरी आइयो भन्ने हामीहरूलाई मात्रै थाहा छ, परिवारलाई थाहा छ, मेरो आमाबाउलाई थाहा छ होइन। त्यही भएर कसैलाई पनि निराश बनाउने काम नगरेस्, अझै मेहनत गर्दै अगाडि बढ होइन। अनि त्यसपछि मेन कुरा भनेको अरूको बाबाआमाले चाहिँ के भन्नुहुन्थ्यो मलाई थाहा भएन, सानोमा छोराछोरी हुर्किँदाखेरि बढ्दै गर्दाखेरि, तर मेरो बाउले चाहिँ हाम्रो बाउले चाहिँ छोराहरू चाहिँ फुटबल खेलिदियोस्, फुटबल प्लेयर चाहिँ बनाउने हो भन्नुहुन्थ्यो कि, अरूको डक्टर पाइलट के बनाउँछु भन्नुहुन्थ्यो होला, तर मेरो छोराहरू चाहिँ फुटबल खेलिदियोस् भन्नुहुन्थ्यो। त्यही भएर सकि नसकी जर्सी जुत्ता फुटबल सानैबाट प्रोभाइड गरेको हो नि त, त्यही भएर त खेल्ने भइयो होला तिन भाइ। अनि मेन चाहिँ बाउको अझै ठुलो इच्छा हो, तँलाई पनि अब तँलाई पो सबै कुरा भन्नुहुन्न, म त एउटा जेठो छोरा भएपछि त कुरा हुन्छ नि त। अनि यसो भन् उस्तो भन् भनेर मलाई पठाउनु भएको छ। अनि त्यही हो, अब बाउको इच्छा हो छोराहरू राम्रो प्लेयर होस्, ठुलो प्लेयर होस्, असल प्लेयर होस्, देशको नाम राखोस्, देशबाट खेलोस्, देशलाई चिनाओस् भन्ने बाउको ठुलो इच्छा हो होइन। अनि अब त्यसमाथि अहिले मेरो पनि इच्छा हो कि बाउको चाहना, इच्छा, सपना र मेरो पनि अब तैँले पुरा गर्नुपर्छ खेलेर होइन। त्यसको लागि हामीले के गर्नुपर्छ गर्ने कोसिस गर्छौँ होइन। बाउले हामीसँग केही नहुँदा पनि गरेको हो नि त, त्यही भएर अब बाउको सपनाहरू पनि तैँले पुरा गर्नुपर्छ। अब मैले पनि अब सक्दो कोसिस त गरेको हो होइन। अब मेरो अहिले जे भए पनि
मन छ त्यही कतै ग्राउन्डतिरै छ म सबै अभियसली मन हुन्छ होइन अब पहिलाको खेलाडी हो अब अहिले पनि खेल्न मन लाग्छ होइन अब खेल्दा खेल्दै बिचमा छोडेको होइन अब आफ्नो आफ्नो कारणले आफ्नो आफ्नो व्यस्तताको अब आफ्नो आफ्नो समस्याको कारणले गर्दा छोडेको होइन जस खेल्न त अब एउटा खेलाडीलाई मन लाग्छ होइन जस्तै हामी पनि म पनि खेल्न मन लाग्छ होइन अरू खेलेको देख्दा पनि ग्राउन्डमा जान मन लाग्छ होइन खेलेको बानी अब ऊ त झन् एकचोटि राष्ट्रिय खेलाडी भएको मान्छे उसको गेम पनि एकदम राम्रो होइन खतरा टाइपको थियो अब हामी हेरेको मान्छेहरूलाई थाहा छ होइन अनि त्यही भएर उसलाई त अब खेलमा त एकदमै इन्ट्रेस्टिङ त छ नि उसलाई पनि होइन तर त्यस्तै कारणले गर्दाखेरि छोड्नु पर्यो उसले होइन तर अहिले भाइ त्यही पोजिसनमा जाओस् भन्ने सबै उसको फ्यामिलीको चाहना हुन्छ होइन उसको चाहना पनि हुन्छ एकदम राम्रो पोइन्ट हो देखिरहेको छु खुट्टा मात्र मेरो टाढा भयो होइन त्यसमा चाहिँ होइन डोना थापा अब इमोसनल भएर अब रुनु भएको छैन त्यसमा चाहिँ हामीले सपोर्ट गर्नुपर्छ नरुनु होइन मन दर गराउनु तपाईँले खेल छोडे पनि जस त भाइ आएको छ नि त तपाईँको पुरा नभएको सपना पुरा गर्न तपाईँको भाइ आएको छ कि तपाईँ किन इमोसनल हुनुहुन्छ तपाईँ त अझै डह्रो भएर अगाडि बढ्नुपर्छ भाइलाई अगाडि बढ्नलाई फोर्स दिनुपर्छ पावर दिनुपर्छ तपाईँ आफै इमोसनल हुनु भएर यस्तो गर्नुभयो भने पछि भाइ पनि इमोसनल हुनसक्छ होइन त्यही भएर तपाईँ इमोसनल हुँदैन भन्ने मेरो चाहना होइन तपाईँहरूको थर्ड के छ गाइज कमेन्ट गर्नुलाई होइन मलाई पनि भावुक बनाएको छ यो भिडियो हेरेपछि तपाईँहरू पनि भावुक हुनुभयो होला होइन तपाईँहरूको थर्ड के हो राखिदिनु होला जाँदै नचाँदै पनि टाढा हुन पुगेँ होइन तर डोन्ट क्राइङ डोना थापा एके चक्लेटी बोय मेरो बाउले पैसै नहुँदा पनि आफ्नो जर्सी काटेर मलाई लगाइदिन्थ्यो कि मेरो छोरा पछि सेट गाइज इमोसनल गरायो यार डोना थापाले यार त्यस्तो चाहिँ नगर्नु पर्थ्यो होइन उसले अब मन थाम्न सकेन होला होइन त्यस उसको अब फ्यामिलीको दुःख कष्टहरू यताउता याद आयो होला होइन त्यही भएर पनि इमोसनल भएको होला सो स्याड बट यसैलाई चाहिँ स्ट्रङ भएर लिनुपर्छ फुटबल प्लेयर हुन्छ एक दिन राम्रो खेलाडी हुन्छ भनेर हाम्रो बाउ भनेको कता कता खेल्ने त्यो टाइममा 500,000 पाउँदा पनि मलाई स्यान्डल जुत्ता लिएर आउँथ्यो अरे सानो त्यति माया गर्थ्यो बाउले अनि एक दिन मेरो छोरा खेल्छ सकेको मैले खेलेको हो मैले गरेर देखाएको हो होइन कति क्वालिटी थियो के थियो भन्ने कुरा मलाई नजिकबाट चिन्नेले बुझ्नेलाई थाहा छ गरे पनि अब अहिले मेरो फिल्ड फरक भयो तर पनि बाउलाई जति प्राउड बनाउनु पर्ने थियो मैले बनाएँ मेरो टाइममा अब तेरो पालो हो अब मेरो पनि इच्छा छ तैँले राम्रो फुटबल खेलेको मलाई पनि हेर्न मन छ सबैलाई खुसी हामी सबैको मन छ डोना थापाको भाइ एरन थापा फुटबल खेलेको फुटबलमा एकदमै जमेको हेर्न मन छ एकदम चर्चित भएको हेर्न मन छ हामीलाई पनि हामी पनि त्यो हेरिरहेका छौँ देशको नाम राखेको अब त्यही हो अब म अर्कै फिल्डमा भयो भने सो गाइज होइन म चाहिँ यो भिडियो चाहिँ इमोसनललाई एउटा सपोर्ट दिउँ भनेर एउटा सानो भिडियो किन नगराउँ त वाइ नट हामीले पनि एउटा भिडियो गराऊँ डोना थापालाई सपोर्टको लागि होइन मलाई हल्का सपोर्ट गरिदिउँ भनेर मैले यो भिडियो गराएको होइन उहाँ इमोसनल भएको देखेर सो यो चाहिँ तपाईँहरूलाई जानकारीको लागि पनि मैले यो गराएको थिएँ होइन सो तपाईँहरूलाई के लाग्छ होइन हामी सबै फुटबल प्रेमीहरू एकजुट भएर अगाडि बढ्नुपर्छ सपोर्ट गर्नुपर्छ होइन नेक्स्ट गेमहरूमा अब एरन थापालाई एकदमै झन् उत्कृष्ट खेलाडीको रूपमा हेर्न पाऊँ भन्ने सबैको इच्छा छ सो तपाईँहरूलाई कस्तो लाग्छ होइन कमेन्ट गरिदिनु होला गाइज सो यति भन्दै आजलाई चाहिँ म यो भिडियोबाट बिदा हुन्छु लेट्स सी यू नेक्स्ट भिडियो गाइज जय नेपाल।